गाइस नमस्कार। मैले चाहिँ मासु पकाउँदैछु। एउटा प्याज छ, एउटा चाहिँ तेल छ कराईमा। गाइस मासु पाक्दैछ। गाइस मासु पाकिसकेको छ। एउटा टमाटर काटेको छु। मैले मासुमा टमाटर राखेको छु। टमाटर गलिसकेको छ। गाइस यो चाहिँ गिठेपानी डाङको गिठेपानी लेकबेसी टोलको खानेपानीको ड्याम हो। यो टङ्की हो। अनि योमा 1,25,000 पानी अट्छ। यो पानीको छेउमै यो भवन छ। खानेपानीले बनाएको भवन छ। यो ठुलो भवन छ। अनि यता मकैहरू रोपेको छ त्यो भवनको भित्र। अनि यो टङ्कीको पानी चाहिँ 1,25,000 लिटर पानी अट्छ भने 175 घरले चाहिँ खाने गरिरहेको छ अहिले। गाइस यो चाहिँ मकै चाहिँ कति धेरै राम्रो भएको छ। अनि यो तरकारी सिमी काँक्राहरू रोपेको छ यो भवनको छेउमा। यो टङ्कीको नजिकै भवन छ। अनि घरहरू पनि छन्। मकैको बारीहरू छ। यो डाङको बजार घोराई बजार चाहिँ यहाँ देखिरहेको छ। यो टङ्कीको भवनबाट चाहिँ बजार राम्रोसँग देखिन्छ। गाइस यता चाहिँ पारा चरिरहेको छ यो वनको छेउमा। यता चाहिँ घरहरू छन्। गाइस यो कुकुर चाहिँ बाटोमा बसिरहेको छ। बिच बाटोमा गाइस यता चाहिँ बाख्रा चरिरहेको